इन्दिरा गान्धीको हत्यापछि भारतको प्रधानमन्त्री उनकै छोरा भएका थिए र उनका छोरा नेपाल भ्रमणमा आएका बेला आफ्नो सपत्नीसहित भ्रमणमा आएका थिए। त्यो बेला राजा वीरेन्द्र थिए र उनीहरू पशुपतिनाथ घुम्न जाने क्रममा पशुपतिनाथमा भट्टपुजारीले के भनेछन् भन्दाखेरि तपाईँलाई मात्रै प्रवेश छ, इन्दिरा गान्धीका छोरालाई मात्रै प्रवेश छ, बुहारीलाई चाहिँ प्रवेश गर्न मिल्दैन। किन भन्दाखेरि हामीले हिन्दू धर्म मान्नेलाई मात्रै प्रवेश गराउँछौँ, अन्य धर्म मान्नेलाई चाहिँ हामीले प्रवेश गराउँदैनौँ पनि भनेछन्। त्यसपछि उनले राजा वीरेन्द्रसँग के भनेछन् भन्दाखेरि मेरो पत्नीलाई पनि पशुपतिनाथमा दर्शन गर्नको लागि प्रवेश गर्नको लागि अनुमति दिइबक्सियोस् भनेर भनेछन्। र राजा वीरेन्द्रले के भनेछन् भन्दाखेरि संस्कार र संस्कृति जे छ त्यही नै छ, म यसको विरुद्धमा जान्न भनेछन्। त्यसपछि भारतका प्रधानमन्त्री इन्दिरा गान्धीका छोरा राजा वीरेन्द्रसँग रुष्ट भएका थिए।